अन्तिम अवस्थाको क्यान्सरको उपचारमा सर्जनले कस्तो खाले भूमिका निर्वाह गर्न सक्छन् डाक्टर? विशेष गरी अन्तिम अवस्थाको क्यान्सरमा जो चाहिँ क्युरेटिभ सर्जरी हुन सक्दैन अथवा रोग चाहिँ सर्जरीबाट निर्मूल पार्न चाहिँ सकिँदैन, तर चाहिँ बिरामीलाई चाहिँ एज अ पार्ट अफ प्यालिएटिभ ट्रिटमेन्ट भनेर बिरामीको लाइफलाई सहज बनाउनको लागि चाहिँ सर्जरी आवश्यक पर्छ। जस्तो कि स्टोमक क्यान्सरको बिरामी अथवा पेटको क्यान्सरको बिरामी जसले चाहिँ खानै सकेको छैन, उसले किमोथेरापी रेडियोथेरापी पाएर पनि खानै सकेको छैन अथवा लगातार रगत बगिरहेको छ, उसलाई रगत चढाउनु पर्ने अवस्थामा छ भने हामी त्यसलाई प्यालिएटिभ ग्यास्ट्रेक्टोमीहरू गर्छौँ। यो सर्जरी चाहिँ बिरामीलाई रोगबाट निर्मूल पार्नको लागि होइन कि बिरामीको बाँकी भएको लाइफलाई चाहिँ जीवनलाई चाहिँ सहज बनाउनको लागि हो। जस्तो कि ठुलो आन्द्राको क्यान्सरको बिरामी जहाँ चाहिँ क्यान्सर फैलिसकेको छ, बिरामीको ठुलो आन्द्रामा क्यान्सर छ र बिरामी चाहिँ दिशा गर्न सकिरहेको छैन, पेट फुलिरहेको छ, त्यस्तो अवस्थामा कहिलेकाहीँ चाहिँ दिशा गर्ने घर चाहिँ बाहिर निकाल्नु पर्ने हुन्छ। कहिलेकाहीँ चाहिँ प्यालिएटिभ रिसेक्सन पनि गर्नुपर्ने हुन्छ, मतलब क्यान्सर चाहिँ निकाल्नु पर्ने हुन्छ ताकि त्यो लगातार ब्लिडिङ भइरहेको छ, रगतहरू चलाउनु पर्ने अवस्था छ भने चाहिँ यस्तो अवस्थामा चाहिँ रोगलाई चाहिँ क्यान्सरलाई चाहिँ पूर्णतः निर्मूल गर्ने सर्जरी भन्दा पनि बिरामीको लाइफलाई चाहिँ सहज बनाउने सर्जरीहरू चाहिँ गर्नुपर्ने चाहिँ हुन्छ। जस्तो अब हामी